बेलायतका प्रधानमन्त्री किर स्टारमरले सोमबार अन्तर्राष्ट्रिय समुदायलाई नियमित अप्रवासी उन्मूलन गर्न र अप्रवासी तस्करी गिरोहहरू भत्काउन सहकार्य गर्न आग्रह गरेका छन्। लन्डनले आयोजना गरेको अनियमित अप्रवासी विरुद्ध लड्ने 2 दिवसीय बैठकमा 40 देशका प्रतिनिधिले भाग लिएका थिए। शिखर सम्मेलनमा स्टारमरले एकसाथ काम गरेमा मात्र मानव तस्करी सञ्जालहरू समाप्त गर्न सकिने बताए। शिखर सम्मेलनमा भियतनाम र इराक जस्ता अप्रवासीहरूको उत्पत्ति देशका प्रतिनिधिहरूका साथै बाल्कन जस्ता प्रागमन देशहरूका प्रतिनिधिहरू सहभागी छन्। शिखर सम्मेलनमा बोर्डर फोर्सका प्रमुख, बेलायतमा सीमा नियन्त्रण कार्यहरूका लागि जिम्मेवार निकायका साथै इन्टरपोल, युरोपोल र अफ्रिकोलका प्रतिनिधिहरू पनि सहभागी छन्। यो शिखर सम्मेलन युरोपोलिससँग यूले अनियमित अप्रवासीहरूको निष्कासन गतिलाई तीव्र पार्न आफ्नो सीमाभन्दा बाहिर आप्रवासी केन्द्रहरू स्थापना गर्ने विचार गरिरहेको समय भएको छ। बैठकमा सहभागीहरूले मानव तस्करी सञ्जालहरूले मानिसहरूलाई अवैध रूपमा भित्र्याउन प्रयोग गर्ने उपकरण, पूर्वाधार र जालसाजी कागजातहरू जाँच्नेछन्। उनीहरूले कसरी ती सञ्जालहरू सञ्चालन हुन्छन् र अनलाइनमा अप्रवासीहरूको आकर्षण विरुद्ध लड्न विश्वव्यापी सहमति पुग्ने बारे पनि छलफल गर्नेछन्।